हेलो गाइस, आज हामी चाहिँ मकै खन्न आएको। व्हाट इज दिस? व्हाट इज योर नेम? के हो तिम्रो नाम? भन छोरी। आइलेन। कति क्लासमा पढ्छौ? 2 क्लासमा पढ्छौ। र आज हामी चाहिँ सबैजना मकै खन्न आएको र मेरो पछाडि देखिरहनु भएको छ हाम्रो गाइसहरूले मकै खनिरहेछ हैन। हेलो गाइसहरू, हाम्रो केही आवश्यकता पर्यो भने भन्न सक्नुहुनेछ। वेलकम टु माई न्यू भ्लग सबैजनालाई। र आज हाम्रो चाहिँ खेतमा पुरै मकै भन्दा धेरै मान्छेहरूले मकै खनिरहनु भएको छ। त के गर्नु? कसको नानी हो? कसको नानी हो? त्यहाँ चाहिँ एकजना हाम्रो सानो नानीले पनि खनिरहनु भएको छ। र यता हाम्रो भान्जाश्री हुनुहुन्छ अनि यता पनि मकै खनिरहनु भएको छ। अनि एउटा हाम्रो भाइरल र्यापर निसालीले पनि मकै खनिरहनु भएको छ। यहाँको ठेकेदार मैले चाहिँ यहाँ ठेक्कामा दिएको छु। हेलो बरुहरू, मेरो केही आवश्यकता पर्यो भने भन्न सक्नुहुनेछ है। सर्ट लाएर हाम्रो सुन्दर गाउँ पनि हेर्न सक्नुहुन्छ। बागलुङ जिल्ला ढोरपाटा नगरपालिका बोबाङ गाविस छ। यतिखेर टनेल पनि रहेको छ। र हाम्रो फुच्चेले चाहिँ पैसा चोरिरहनु भएको छ। कसको पैसा हो नानी? के हो? पैसा चोर, पैसा चोर है, पैसा चोर है, पैसा चोर है। कति छ? कति छ पैसा? किन भालिदिउ त? काम गर्नेहरूलाई चाहिँ चिसो चिसो पानी लिएर उपस्थित भइसकेको छु। उनीहरूलाई पानी खुवाउँदैछु। बिस्तारै खानु होला, घाँटीमा अड्किला पानी। ओइ हाँस मिठो रहेछ ला। करक पानी छ हैन? चिसो चिसो ढोरपाटनको चिसो पानी हो। सर लाएर हामी चाहिँ यतिखेर सबैजनाले मकै परिङ गरेर खन्ने चलन छ हाम्रो गाउँतिर। परिङ्गो गरेर चाहिँ मकै खन्ने चलन छ। त्यही भएर आज हामी मान्छेभन्दा पनि धेरै छरेर बसिरहेका छौँ। खेतैभरि मकै भन्दा धेरै। र हाम्रो सुन्दर सुन्दर गाउँहरू पनि हेर्न सक्नुहुन्छ गाइस। को यो ल सबैजनाले मकै खन्नु छ है। मकै मकै म ओर्छु कि छोरी? ल हाम्रो भान्जीले पनि खन्नुहोस् छिटो छिटो। सबैजनाले नउठेर मकैबारी डराम डराम बनाउने है सबैजनाले। हावा पनि चलिरहेको छ सिरिर बोबाङ गाउँमा। हावा फरर र मालसर भइरहेको छ। हेर्न सक्नुहुन्छ हाम्रो गाउँ। यति सुन्दर गाउँमा छौँ हामी आज। अन्डा हो, सानो सानो फुल पारेर रहेछ। र यहाँ मकै खन्ने क्रममा चाहिँ हामीले भेटेका छौँ। नमार्नको लागि अपेक्षा गरिरहेको छु। हामीले चाहिँ पुरी दियौँ भर्खरै। लाउरेको स्वास्नी, कोरियन लाउरेको स्वास्नी पनि हुनुहुन्छ यहाँ उपस्थित। हेलो हेलो गाइस, यता हाई गरिदिनुको लागि अनुरोध गर्न चाहन्छु। हेर्न सक्नुहुनेछ यहाँ पुरा मकै ढलाएर यहाँ बिजोग छ है। हेलो हाम्रो भाइरल नि र्यापर नि साली पनि यहाँ उपस्थित छन्। साली र्याप भन्ने पनि त एक दुईटा है मकैबारी डराम डरामको। हाम्रो भाइरल नि साली पनि यहाँ उपस्थित भएर मकै खन्दै हुनुहुन्छ चाहिँ। ल अब चाहिँ यहाँ एकजना बाबुले चाहिँ फिल्म हेर्दै रहेछन्। हामी पनि हेरौँ है। कुन फिल्म हेर्दै हो? कुन फिल्म हेर्दै हो? कार्टुन हो? यहाँ चाहिँ सट्ट होइन मकैबारीमा आएर कार्टुन फिल्म हेरिरहनु भएको छ हाम्रो सानो बाबुले। अब हामी पनि पक्कै हेर्छौँ भनेर उपस्थित भएको छ। अब के हुन्छ हेर्नुहोस् है त। छोरी पनि यहाँ उपस्थित हुनुहुन्छ। सोनी सोनी हजुर भन्दै हो, हजुर भन्दै हो, हजुर भन्दै हो, हजुर भन्दै हो, भनिदिने हो, बोलिदिने हो। सानो सानो च्याम्पी चियर पनि हुनुहुन्छ। एउटै एउटै छौँ क्या हो? ए एउटै एउटै छौँ त हामी त। ओ यता त एउटै एउटै छौँ त यार हामी त। यता त उही उही आँखा साँखा नाक मुख कान एउटै छौँ त यार हामी त होइन। उही कोही मेरो छोरा त होइनस्। म चाहिँ पुरा ठेकेदार। मैले चाहिँ म चाहिँ मकै खन्दिनँ। मकै खन्ने चाहिँ मान्छे लगाएको छु मैले 2-4 जना।
हेर्न सक्नुहुन्छ मेरो पछाडि हाम्रो बाहिर ऱ्यापर निस्यालेलाई पनि मैले मकै खन्नको लागि उपस्थित गराएको छु र खन्दै हुनुहुन्छ र मकैभन्दा धेरै मान्छे भएर मेला नसर्दो रहेछ, त्यही भएर धेरै मान्छे लगाउनु हुँदैन है। लास्टै गर्मी थियो, अहिले चाहिँ लास्टै चिसो भयो, त्यही भएर अब हामी छाता बन्द गर्न गइरहेका छौँ र छाता बन्द गरेर अब हामी चाहिँ कार्यक्रममा उपस्थित हुन गइरहेका छौँ। एकजना मान्छे घटाएपछि चाहिँ अब खन्नै पर्यो होइन, डारामदुरुम मकै। त्यही भएर चाहिँ अब हामी चाहिँ स्वाट लाएर यो हातले पुरा यस्तरी मकै खन्ने हो होइन, यो हातले चाहिँ यस्तरी मकै खन्नुपर्छ। हेर्न सक्नुहुन्छ अब हामी चाहिँ यो टाउकोमा बाँधेको रुमाल कति वरो भन्छ मान्छेले होइन, यो चाहिँ मेरो पहिचान हो कि यार, तपाईँले बुझ्नु भएन कि होइन। स्वाट लाएर हाम्रो गाउँ हेर्न सक्नुहुन्छ कति राम्रो सुन्दर छ, च्यातर च्यातर भन्छ हौ। पानी कहाँ राख्यौ? पानी खै कहाँ गएर पानी लिएर आउने, गेलिङमा पानी सिटेको छ। हाम्रो गाइस हामी चाहिँ पानी सर्भिसमा बसेका छौँ र हाम्रो पानी चाहिँ यहाँ बस्नु भएको छ। उठ्नुहोस् अब जाग्नुहोस्, हामी प्रत्यक्ष प्रचारणमा चाहिँ पानी ल्याउन जाँदैछु गाइस। राम्रोसँग खन्नु होला मकै, मकैभन्दा धेरै मान्छे भएर मेला स्याहार्नु भएको छैन। आज तल पाउने बेलामा एक एकको हिसाब हुनेछ। हाम्रो बाहिर ऱ्यापर निस्यालेले पनि मकै राम्रोसँग खन है। मेरो काम गर्ने मान्छेहरूको चाहिँ पानी सेकियो, अब म चाहिँ पानी लिन गइरहेको छु। म पानी ल्याएर आउँछु। म चाहिँ पानी लिन गइरहेको छु साथीहरू। हाम्रो पानी सकिएको छ। ला धारामा पनि पानी छैन, के हो यार, धारामा पानी छैन होला भन्ने पक्कै। हामीले चाहिँ धारामा पानी छ कि नै, ला धारामा पानी नभएको अवस्था छ। अब घरै गएर काँक्री भात सार्ने अवस्थाले भेटेको छ होइन। र चाहिँ धारामा पानी नभएको कारणले चाहिँ काँक्रीमा चाहिँ यो काँक्रीबाट चाहिँ यसमा हालेर यो जिम्मा खनाउनु पर्ने अवस्था आयो। त्यही भएर अक्कै छिनको लागि हामी पानी सार्छौँ है त। अब हामी चाहिँ टक्क लाएर चाहिँ सत्त हामीले चाहिँ पानी भर्दैछौँ। हेर्न सक्नुहुन्छ तपाईँहरूले। पानी लगाएर चाहिँ ठ्याक्कै काम गर्ने मान्छेहरूले खुवाउनुपर्छ कि चिसो चिसो पानी नखुवाउनु नि त के हुन्छ र, जाँडको झोल खुवाउनु हुन्थ्यो के अरे। आमाले चाहिँ ज्यापी लगाएर जाँडमा बुगितिर जानु भयो, त्यही भएर चाहिँ पानी त खुवाउनु पर्यो। पानी अहिले नखुवाउनु भने त मार्छ नि के अरे। हामी पानी लिएर चाहिँ काममा उपस्थित हुनुपर्छ कि। यति भए त पुग्छ। धारामा पानी आयो भने चाहिँ आज, त्यही भएर पानी पनि भरियो। अब हामी चाहिँ लाग्दिएको ला, बाई बाई। अब हामी चाहिँ पानी भरेर सायद त लाग्दिएको ल। हाम्रो गाइसहरूलाई पानी खुवाउनु पर्यो। यहाँ फेरि लोकल कुखुराहरू दामी दामी छ कि, हेर्नु त लोकल कुखुराहरू। लोकल कुखुराको मासु मारी नेमलको भात खाएपछि त राम्रै मोटाइन्डो होला कि रे। थाक्यो यार, म चाहिँ थाकेँ होइन। अब चाहिँ हामी पानी लिएर चाहिँ हामी जाँदैछौँ। राम 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 गए बनैमा मेरो गजरो चौरी बनैमा, राम 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 गयो बनैमा मेरो गजरो चौरी बनैमा। हामी चाहिँ पानी घोप्दिए जस्तो छ यार माथि राखेको होइन। कहाँ हिँडेको हो, कहाँ हिँडेको ग्याङहरू? पानी लिएर खेतमा उपस्थित भएका छौँ। एकैछिन पर्खिनुहोस्। हाम्रो चाहिँ पानी नखान पाएर भाइरल नि ऱ्यापर नि सालीलाई चाहिँ स्पेसल पानी गिफ्ट गरेका छौँ। खाँदै हुनुहुन्छ उहाँले चाहिँ। सर लाएर चाहिँ पालै पालोसँग पानी खानु होला।
कप ल्याइदिने रक्सी खाएको हो पानी खाएको ए तपाईँहरूले मकै खन्नुहुन्छ कि यहाँ काम चोरी गर्न आएछ रे तपाईँ भनिहालेछ रे हजुर रक्सी पारेको भएर होला नि गेल्टिङमा रक्सी हाले थिए त्यही भएर चाहिँ त्यही रक्सी आएको हो बाउसो देऊ तिमीले पनि खान्छौ खाना 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 हाम्रो चाहिँ काम गर्ने एकाएक यहाँ उपस्थित हुनुहुन्छ आज हामी चाहिँ प्रत्यक्ष प्रचरणमा छौँ मकैको उद्घाटन भइरहेको छ यहाँ मकैको उद्घाटनमा चाहिँ हामी प्रत्यक्ष प्रचरण अनलाइन टेलिभिजन हामी चाहिँ स्वाटो लाएर मकै अब खनिसकेर लायो म चाहिँ बोस म चाहिँ यहाँ काम लगाइरहेको छु काम गर्नुहोस् काम गर्नुहोस् है काम गर्नुहोस् फटाफट रफ्तारले यो कान्छी कहाँ कि हुन् ढाडपट्टि हुन् ती भएर सर लाएर होइन मकै अब खनिसक्न लाग्यौँ लगभग आर्थिक अवस्था धेरै कमजोरमा पुगेको छ हेर्न सक्नुहुन्छ प्रत्यक्ष प्रचारणमा के यो मेरो रुमाल भनेको नि भान्जी यो मेरो रुमाल मेरो पहिचान हो भनेर हामी जानकारी दिन चाहन्छौँ के हो गएन मेला झुन्डो मेला माथि सार्नुहोस्